थर खुट्टा क्यामेरा आयो क्या मजा मेरा सारा जीवन कस्तो भइगयो त अनि बाटो छ अरे यस्तै छ अरे त्यो कसमा पनि हामी गराउँदैनौँ रे यहाँनिर हामीले हेर्दैछौँ लोकेसन यहाँ देखाउँदै खाऊ खाऊ खाना क्या खाऊ खानु त हुँदैन नि त्यही हो खानै पर्यो भाडामा ल्याएको आफ्नो त कहाँ छ र ल धन्यवाद हिँड्दै 40 मिनट बाइक जान हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग आज फेरि मेरो भ्लग सुरु भएको छ घरदेखि हामी निस्किन लागेका छौँ र सो गाइज हामी चाहिँ मिटरीबाट निस्किसकेका छौँ हामी अलगढा पट्यौँ बाँकी भिडियोहरू बिचमा देखाउँदै जानेछु हेर्नु होला धरान आइपुग्यो साथीहरू टक्कै अगाडि छोडेर गइसक्यो अब हामी कुन बाटो जाने हो भन्ने कुरा थाहा छैन हेरौँ है त पानी आउला च्यालेन्ज गर्दैछ कहीँ पनि हामी अगाडि बढिरहेको छौँ अब हेरौँ पानी आइहालेको छैन तर आउला जस्तो भइरहेको छ साथी लगाएछ हामी चाहिँ धरान आइपुग्यो फाइनली अब मौसमले साथ बेला जस्तो छैन पानी आउला जस्तो छ र पनि हामी अगाडि बढिरहेको छौँ साथीहरू अगाडि छौँ जाँदैछौँ हेर्दै गर्नु होला है त पानी आएर हामी कसरी हट्नु छैनौँ धरानबाट उँभो लागिसक्यौँ पानी आइहाल्ला जस्तो छ मौसमले ठिकै गरेको हुन्छ पछि हामीले छैनौँ हेर्नु होला हाम्रो साथीहरू अगाडि पुगिसक्यो जेब्रा क्रसिङबाट अगाडि जाँदैछौँ तर भेटाइहाल्छौँ हामी तर मौसम चाहिँ पानी आउला जस्तो डर लाग्दो जस्तो भयो भने चिसो चाहिँ एकदम मजाको चिसो भइरहेछ है मजा चाहिँ आइरहेछ लगायत फाइनली धरानबाट मात्र लागेपछि पानी आइ नै हाल्यो पानी आउला जस्तो चाहिँ अघि नै थियो तर पनि नडेरिकन हेरेको हामी पानी आइ नै गयो अहिलेसम्म चाहिँ मजा भइरहेछ तर पानीले फुटेपछि थाहा सक्यो तर पनि हामी पछि हटेको छैनौँ हेरिरहेको पानी आइरहेको छ हेर्दै जानु बनाउँदै जानेछु हामी थाहा हो रे जत्रो सक्यो पानीमा पनि हामी डराउँदैनौँ रे यहाँनिर हामीले हेर्दैछौँ लोकेसन यहाँ देखाउँदै लोकेसन हेर्दैछौँ कहाँ जाने भनेर हामीलाई पानीले छेक्दैन रे डराउँदैनौँ रे लगाएछ हामी चाहिँ अब चिया खाँदैछौँ धरानमा ठुलो पानी आयो त्यही भएर हामी चाहिँ चिया खाँदैछौँ ठुलो है पानी आए पनि हामी चाहिँ तेर्नेवाला छैन साथीहरूको बाइक त्यहाँ छ बुढी यहाँ छौँ अब मेरो बाइक देखाउँदै भर्खरै यहाँ ठुलो पानी आएर हामी एकछिन बसौँ यहाँ अब चाहिँ हामी निस्किरहेछौँ टक्कै अब चाहिँ हामी चिन्नेतिर जानेवाला छौँ ल हेर्नु है त अब चाहिँ फाइनली पानी गयो घाम लागिसक्यो अब हामी फेरि निस्क्यौँ बल्ल फाइनली गाइज अब चाहिँ हामी बल्ल बल्ल बाटो देखिएर त्यो बाटो लागि साथीहरू अगाडि पुगिसक्यो भने अब हामी पछि लाग्दैछौँ हेरौँ है त कतिखेर पुगिँदो रहेछ बाटो कस्तो कस्तो छ पानी आयो ठुलो तर पनि एकछिन मजा भयो चियासा खाइयो बसियो बाटो सोध्यो यताबाट रहेछ बाटो अब चाहिँ हामी लाग्यौँ चिन्ने डाँडातिर खोला छ भन्ने सुन्यौँ हेरौँ खोला कस्तो छ के छ त्यस पछाडि पारी जाने के छ व्यवस्था पुल छ कि खोलैबाट तर्नुपर्ने हो कि म बिचबिचमा जानकारी गराउँदै जान्छु हेर्नु होला फुल हेर्नु साथीको जोडी अगाडि छ नि त हाम्रो जोडी पछाडि छौँ है देवी मार्ग टोल विकास संस्था आइएछ हामी अब हेरौँ बाटो यस्तो छ जाँदैछौँ पानीले फेरि अझै निकै अवरोध गर्न खोज्यो तर पनि हामीलाई पानीले छुँदैन पुलमा यो पुलको व्यवस्था बन्द छ है ल अब के छ हेर्दैछौँ खोलाबारी आयो बाटो त म हिरो एक्सपल्ट हुँ रे म सजिलो बाटोको लागि होइन रे म अप्ठ्यारो बाटोको लागि हुँ रे भन्छ एउटा ए अहिले
मलाई त खोइ अप्ठ्यारो लाग्यो साँझमा बाइकमा जस्तो हाइकिङ जानु बाटो डेन्जर रहेछ यार साथीले त छोरारै लग्यो मलाई त अलिक गाह्रै जस्तो लाग्यो म जाउँ भने पनि साथीको छेउमा बेचेट हुने भयो जाउँ भने पनि बाटो डरामर्दो छ कसो गर्ने गर्ने खोइ बिजोग हो नि बिजोग हो बाटो यस्तो छ के गर्ने अब हिँडिहालियो छ धरान हेरौँ अझ के हुन्छ बाइकमा त के खानु हिँड्दै 40 मिनट बाइक जान अप्ठ्यारो यस्तै बाटो उहीँ छ नि बाटो त छ होला अलिक तर यस्तै छ कस्तो लाग्दैछ त बाटो त छ अरे यस्तै छ अरे त्यो कसो गर्ने हामी चाहिँ चिन्ने डाँडा पुग्न लाग्यौँ अब साथीभाइहरू यहाँ छौँ अब यहाँ के किन्दैछन् साथीहरूले कत्रिङ पारेर लान हाल्दैछन् अब हामी जान्छौँ ठाउँ त्यहाँ पनि बगाल छ नि माथि पिङसिङ रहेछ है पुरा अर्ग्यानिक छ दामी छ ल लाग्यौँ हामी अब एकछिन हामी चाहिँ हिँडेर जाउँ भन्ने कुरा हो ल यस्तो छ नि अब धरान उहाँ देखिन्छ कहाँ छ धरान चिन्ने डाँडाबाट धरान अनि हुन्छ चट गाना गाउँ सुन्नु सर एउटा के गाना गाउनु लाग्छ त्यसै मेरा सारा जीवन सबै मिठा मिठा क्षणहरू सबै तिमीलाई भन्दा भने यस्तो हुन्छ सुजन सर सुजन सर त्यहाँ आउँदा बाटोमा केटीहरूले अलिकति लाइन हाने यस्तो जिस्किया जस्तो लाग्यो तर त्यही बेला मैले चाहिँ फेरि भुइँतिर हेरेँ क्या अब बुढीहरू त्यहाँ छन् होइन अनि यसो सम्झेँ मैले के सम्झेँ भने थट्टाले चाहिँ नि त्यो खुलेर चाहिँ गफ हानु यसो एक दुईवटा भिडियो बनाऊ भनेको त थर कामेरा मोबाइलै झर्ला जस्तो भन्यो हौ डेन्जरै हुँदो रहेछ नि त त्यही भएर चिन्ने डाँडामा आउँदाखेरि विचार पुर्याउनुपर्छ भनेको यही रहेछ क्या चिन्ने डाँडो कताको माथि यता तिमीलाई थाहा छ देखेछ तिमीले यो साइकलमै पुग्छौ तिमी यस्तै डोर्याउँदै हो कति राम्रो भाइ बाई बाई ल भाइले बाटो देखाइदियो अब हामी जान्छौँ चिन्ने डाँडो कति मजाको भाइ क्या ल गाइज यसरी देखाउँदैछु चिन्ने डाँडो जाने बाटो र बाटोमा चाहिँ पुरा पिँडालु हो कि यो कर्कलो के हो टन्नै रहेछ त्यही भएर चाहिँ अब गीत पनि वारी पिँडालु कमै पारी पिँडालुको फेदैमा झुसे बारुलो त्यस्तै के थियो मिलाएर फेरि अझै सुनाउँदै जान्छु हेर्दै गर्नु होला है त फाइनली फेरि सुजन सरले चाहिँ एउटा गीत रोज्नु भएको छ एउटा गीत गाइदिनु पऱ्यो भन्नुभयो कुन अरे डाँडापाखा छोराले ल यिनीहरूले पनि सुन्छन् सुन्न त हेर्नेले पनि सबैले भ्युअरहरूले पनि सुन्नुहुन्छ डाँडापाखा छोराले कस्तो दामी छ भोर्ला घारी रहेछ चिन्ने डाँडा नजिकै हो अब ल धन्यवाद हाँस्नु भयो त धेरै मजाले सुन सर कस्तो अर्ग्यानिक बाटो रहेछ यार आहा साह्रै राम्रो क्या त्यो अम्बानीको कथा सुनाउनु न सुन्छौ कथा
हेर न कथा सुन्न भने चाहिँ हतार हतार फेरि चिन्ने डाँडा भनेको यही हो भनौँ पत्याउनु छैन अगाडि हेर्नु अर्ग्यानिक बाख्राहरू ए साँच्चै अर्ग्यानिक बाख्रा त त्यहाँ पो रहेछ नि त अनि यो के लोकलै बाख्रा हो नि त ए बाटो चाहिँ रमाइलो रहेछ टाढा चाहिँ टाढा छ त्यही पनि साह्रै राम्रो बाटो रहेछ बाख्रा चराउँदै बाख्रा धेरै कति रमाइलो कति मजाका बाख्रा है फेरि एउटा गीत है त ल सुन सर कहाँ हुनुहुन्छ यार तपाईँ हे लखर 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 देउराली भन्छ उकाली जाँदा अरे त्यस्तो त के यार त्यो त तेर्सोमा के उकालो भन्नु उकालो आउँदैछ नि त अब धेरै उकालो आउँदैछ उकालो अरे धेरै उकालो नै देउराली भन्छ त्यो चिन्ने डाँडा कहिले हो पुगने पुगेर मात्र हुँदैन भन्छन् फेरि हो फर्कने आहा लैभरि लै 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 सोनसर एउटा गीत गाउँ त कसको लागि हे आँखा झिमी झिमी कुकुर जस्तै तिमी त्यो त पुरै कुहिरो लागेको रहेछ नि त बाटो चाहिँ राम्रो हो क्या चिन्ने डाँडा यता हो कि यता छ ए ल धन्यवाद ए ल ल धन्यवाद म उहाँ भने त फर्किनु पर्थ्यो नि त यार अनि त्यत्रो टाढा कहाँ पुग्नु आम्मा त्यहाँ भनेको त यार सानो हो त नि यता चाहिँ रहेछ नि त यो डाँडा उता ल साथीहरू यहाँनिर एउटा फल छ यो फल चाहिँ चिन्नु होला हामी चाहिँ खाइसक्यौँ है म यहाँ जुम गरेर देखाउँछु ल हेर्नु यो फल चाहिँ के हो कमेन्ट गर्नु होला है सबैजनाले हामीले चाहिँ खाइ नै सक्यौँ ए मुख यस्तो हुँदो रहेछ खाँदाखेरि उता यसरी अनि यता यसरी अनि सबैले खाने धन्यवाद नमस्कार अब फेरि हामी अहिले चाहिँ फाइनल्ली यो चिन्ने डाँडामा आइपुग्यो यताबाट देखाउनु होला धरान टक्क देखिँदैछ यो उकालो बाटो आउँदाखेरि डाँडै डाँडो आइयो यो डाँडै डाँडामा माया भन्ने कुरा कस्तो हुँदो रहेछ भने नि यता देखाउने माया कस्तो हुन्छ देखाउनु यता देखाउनु तपाईँको मायालाई अनि माया भनेको कस्तो हुन्छ तपाईँलाई थाहा छैन नि अब तपाईँले मबाट सिक्नुहुन्छ हेर्नु यो डाँडोमा आयो सरहरू मान्छे कति आएछन् देख्नुभयो नि भन्दै फेरि अरू हेर्दै गर्नु होला है त पुरापुरी हेर्नु ल हेर्नु यहाँ चिन्ने डाँडामा चाहिँ खाना भनेको यस्तो ल्याएको यसलाई हुन्छ पर्छ यस्तो पटनी यो गिलास पनि मागेर ल्याएको कहाँ आफ्नो छ यो मागेर ल्याएको नि तल अहिले फेरि फेतालामा भाडाको गिलास बसेर खाने हो चिन्ने डाँडामा बसेर रमाइलो गर्ने हो 2 दिनको जिन्दगी बनाइ गरौँ क्या कस्तो बनाऊ टुक्रोको बसेर खाएको मजा छुट्टै छ चिन्ने डाँडो जस्तै रहेछ कति मिठो भाँडो क्या यो मान्छेलाई खाइ छैन यसको विज्ञापन गरेको चाहिँ होइन है मिठो लास्टै मिठो योभन्दा मिठो केही हुन्छ हुँदै हुँदैन कहाँबाट हुनु भएको यही छ अनि मिठो मान्नु परेन बस खाऊ खाना क्या खाऊ टन्न खाऊ भुँडी फुट्ने गरी खाऊ उहाँदेखि यस्तो बाटोमा यस्तो अप्ठ्यारो बाटोमा खाना क्या खाऊ ट्याङ ट्याङ खाऊ ल्याइदिएकै छु मैले बोकेर खाऊ कति खान्छौ खाऊ मसला हालेर पैसा छैन चट्ट साँझ मिठो छ माथि पर्यो चिन्ने डाँडा तल सर्दो खोला सर्दु खोला जाउँ भने बाढी आउँछ होला धरनको चिन्ने बजार जाउँ पन्छे चाँडै नै भयो हतार ल फाइनली गाइज अब हामी चाहिँ यो रिसोर्टमा खाजा खान लाग्यौँ है कसलाई के मनपर्छ त्यही हिसाबले हामी चाहिँ खाजा खाँदैछौँ अब यहाँबाट हामी निस्किने तर्खरमा छौँ भने देखेको छु सर
ओके अब अरू बाँकी केही चिजबिजहरू देखाउने छु बाटोमा होइन केही थोरै क्लिपहरू देखाउने छु हामी यहाँबाट निस्किँदैछौँ फाइनली अब खाएर निस्किँदैछौँ ल गाइस बाटो चाहिँ आहाई है आउँदैछ नि मेरो चट्टानको बाटो ल गाइस ल अब चाहिँ हामी चाहिँ फाइनल्ली घरको चिन्ने डाँडा घुमेर आइसकेका छौँ बाटोमा त्यही पानी पर जाँदाखेरि अब आउँदाखेरि अलिकति बाटो ओह्रालो अलिक अप्ठ्यारो थियो मिलाएर आइयो फाइनल्ली आइसक्यो आएर